Hello guys, namaste, namaskar and good afternoon. Welcome to my YouTube channel रमाइलो संसार। तपाईहरु सम्पूर्णलाई मेरो यो नयाँ YouTube च्यानल रमाइलो संसारमा स्वागत गरे। यो मेरो पहिलो भ्लग हो। सम्भवतः भ्लगको लागि पर्फेक्ट त म भएको छैन, तै पनि कोसिस गरेको छु। सबैजनाले सपोर्ट गरिदिनु होला, यो च्यानललाई सबैजनाले सब्स्क्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। र म हुँ सुजन कार्की र म छु इटालीको ससारी भन्ने ठाउँमा आइपुगेको छु। यो ठाउँ एकदमै रमाइलो छ र साथीहरु, मैले मेरो युट्युब च्यानलको नाम रमाइलो संसार चाहिँ किन राखेँ भने जिन्दगीमा धेरै ठाउँमा पुगिन्छ, धेरै ठाउँमा घुमिन्छ, विभिन्न ठाउँमा पुग्ने घुम्ने सँगै बिल्कुलै संसार एकदमै रमाइलो छ। र जहाँ पुगे नि, जस्तो ठाउँमा पुगे नि, सबै ठाउँबाट आफूले एउटा मेमोरी सङ्कलन प्लस त्यसलाई चाहिँ जोगाइराख्ने एउटा माध्यम र सबै साथीहरूसँग पनि कन्टिन्यू जोडिन सकिन्छ भन्ने उद्देश्यले च्यानल खोलेको छु। सबैजनाले सपोर्ट गरिदिनु होला। र आज चाहिँ हामी जाँदैछौँ ससारीको सेन्ट्रो बजारतिर घुम्नको लागि भनेर निस्केका छौँ। यो ठाउँ एकदमै रमाइलो छ। 2-3 दिनदेखिको लगातार वर्षाको कारणले गर्दा एकदमै बाहिर निस्किन पाइएको थिएन। अहिले चाहिँ भने मौसम सफा छ, एकदमै रमाइलो छ। हामी घुम्नको लागि एकदमै उपयुक्त वातावरण छ, एकदमै रमाइलो छ, देख्न सक्नुहुन्छ। केही दिनदेखि चाहिँ लगातार 2-3 दिनदेखि पानी परेको कारणले गर्दा अलिकति समस्या भएको थियो भने अहिले आज चाहिँ एकदमै मौसम सफा छ। चारैतिर डुल्न घुम्नको लागि एकदमै अनुकूल भएको छ। ओके गाइस, अहिले चाहिँ म आइपुगेको छु यो ससारीको सेन्टर भन्ने ठाउँमा। यो ठाउँ एकदमै रमाइलो छ। साँझ पख सबैजना मान्छेहरू यहाँ भेला हुने, बस्ने, कफी खाने एकदमै सुन्दर ठाउँ छ। देख्न सक्नुहुन्छ, एकदमै रमाइलो ठाउँ छ। चारैतिर ठुलो स्पेस छ। त्यसै गरी यहाँ एउटा स्टेज बन्दैछ, जो यो चाहिँ के को लागि भनिन्छ भने आउँदै गरेको क्रिसमस न्यु इयरको लागि। जसरी नेपालमा दसैँ तिहार चाडपर्व भव्यका साथ मनाउने गरिन्छ, त्यसै गरी युरोपमा पनि क्रिसमसलाई एकदमै भव्यका साथ मनाउने गरिन्छ। एकदमै रमाइलो हुनेवाला छ यो ठाउँमा। त्यसै पनि यो ठाउँ हेर्नको लागि एकदमै रमाइलो छ। चारैतिर खुला ठाउँ छ, एकदमै रमाइलो छ, देख्न सक्नुहुन्छ। यता हुनुहुन्छ मेरो साथी, टिकट बनाउँदै हुनुहुन्छ, व्यस्त हुनुहुन्छ। चाओ चाओ चाओ। यसलाई त यहाँ स्वीकार्नै पर्छ।